हेलो गाइज, आज चाहिँ हामी जाँदैछौँ शिवपुरी हाइक दाइ र म। अनि हामी चाहिँ लाजिमपाटदेखि गाडी चढेको बुढानीकण्ठ मन्दिरसम्म। त्यसपछि हामी झरेर अलिकति माथि उकालो चढ्न नपाई मलाई ज्वरो आइसक्यो, गर्मी। त्यसपछि फेरि हामी माथितिर हेर्दै धुम्म परेको आकाश हेर्दै हामी भ्यू हेर्दै माथि आइसकेको छौँ टिकट काट्ने ठाउँमा। त्यसपछि फेरि हामीले हाइक सुरु गऱ्यौँ। हिँड्दै 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 एकछिन हिँड्न नपाई फेरि कानमा किरिर गर्ने कानै के करायो सुन्यो तपाईँहरू। त्यसपछि हामी 1 घन्टा जति हिँड्दै गफ गर्दै गरेर हामी नागी गुम्बा आएर भ्यू हेर्दै रमाउँदै त्यसपछि फेरि हामीले फोटो खिच्यौँ। एकछिनको हिँडाइपछि फेरि हाम्रो उकालो बाटो सुरु। हामी चाहिँ अलिकति पुरानो बाटो हिँडेको रहेछौँ। त्यो बाटो चाहिँ खासै कोही मान्छे नहिँड्ने रहेछ, एकदम डर लाग्दो र एकदम राम्रो नि, एकदम राम्रो बाटो थियो। एकछिनको उकालोपछि मैले मेरो पसिना निकाल्दै त्यसपछि मैले अगाडि पछाडि हेर्दै थिएँ किनकि मैले कोही भेटेको थिएन। त्यसपछि बल्ल बल्ल हामी उकालो चढ्दै बल्ल बल्ल हामी देउराली आइपुगेर एनर्जी बार खाँदै हामी माथि चढ्दै अब फोहोरहरू हेर्दै, फोहोरको त कुरै नगरौँ। त्यसपछि फेरि फोटोको विश्राम लिँदै फोटो खिच्दै हामी माथि चढ्यौँ। एकछिन चढ्नै नपाई फेरि फोहोरहरू हेर्दै लक्कीले हामीले बागद्वारमा चाहिँ हामीले न्याउरी मुसा हेर्दै पानी भरेर एकदम चिसो र राम्रो पानी थियो त्यहाँ। फुलहरू हेर्दै भगवानहरू हेर्दै माथि आइपुग्यौँ। सबै कुरा राम्रै थियो, तर अलिकति चित्त नबुझ्यो भनेको चाहिँ मान्छेले त्यहाँ मन्दिरमा बसी त्यहीँ खुट्टा राखेर खाँदै हुनुहुन्थ्यो। त्यो चाहिँ अलिकति चित्त बुझेन, त्यस्तो चाहिँ नगरिदिनु होला भन्ने रिक्वेस्ट गर्दै फेरि नि फोहोरहरू हेर्दै हामी भ्यू हेर्दै रमाउँदै आयौँ फेरि माथि। उकालो चढ्दै हामी हुसुहरू हेर्दै रमाउँदै एकदम राम्रो नि राम्रो थियो भ्यू। सबै बाटोहरू नि एकदम राम्रो थियो। मैले ऱ्यान्डम एकजना दाइ भेटेँ। त्यसपछि एकैछिनमा हामी शिवपुरी पिक पुगेर सबैजनालाई आइहाल्यो गर्दै भ्यू हेर्दै पिकबाट देखिन चाहिँ केही देखेको थिएन। हुसु लागेर एकैछिनमा फेरि खाजा ब्रेक लिएर हामीले सबै खाएकोहरू फोहोरहरू उठाएर एकदम प्लास्टिकमा राखेर हामीले हिँड्यौँ। त्यस्तो चाहिँ गरिदिनु होला सबैजनालाई भन्ने म रिक्वेस्ट गर्दै, यति फोहोर थियो कि मैले शिवपुरीमा यति फोहोर देखेँ। त्यसपछि फेरि हामी भ्यू पोइन्टमा आइपुगेर भ्यू एकछिन हेर्न खोजेको थियौँ, तर हुसुले केही देखेको थिएन। फेरि अनि घाम लाग्दै क्लियर हुँदै एकछिन भएको थियो। एकछिन हामी कति 20-25 मिनट जति वेट गऱ्यौँ होला। कति राम्रो भिडियोहरू पनि खिच्न ट्राई गरेको छौँ, हेर्नुहोस् होला।